अब त हामीलाई परमेश्वरले काम पनि दिनुभएको छ। तैँले मेरा सुसमाचार सुनाउने छस्, त सुसमाचारसँग शर्माउने छैनस्। तैँले विभिन्न ठाउँमा गएर सुनाउने काम तेरो, चुन्ने काम मेरो। जब हामी पर्फेक्ट हुन्छौँ नि, जब परमेश्वरले हामीलाई टटोल्नुहुन्छ नि, हामी पर्फेक्ट हुन्छौँ नि, तब थप जिम्मेवारी थप्नुहुन्छ हामीलाई। त्यसैले आज धेरै मानिसहरू परमेश्वरबाट तर्किनु भएको छ। त्यहाँ गएको मलाई त कहिले राम्रो भएन, मेरा समाजले मलाई सहेनन्, मेरा समाजले मलाई त्यहाँ नजा भने, मेरा आफ्ना इष्टमित्रले त्यहाँ नजानु भन्नुभयो। मैले यस्तो गरेँ, म गइनँ, म उस्तो गरेँ, म गइनँ। बहुत ठुलो भुल गर्नुभयो, बहुत ठुलो भुल गर्नुभयो। किनकि तपाईँ जिउने समाजको लागि होइन, तपाईँ जिउने आफ्नो लागि हो। तपाईँ जिउने कसैलाई देखाउनको निमित्त जिउने होइन, तपाईँ आफू खुसी हुनको लागि जिउने हो। तपाईँको आफ्नो सिद्धान्त हुनुपर्छ, तपाईँ हाम्रो आफ्नो लक्ष्य हुनुपर्छ, तपाईँ हाम्रो एउटा उद्देश्य हुनुपर्छ। हामी कसैलाई नै देखाउनको निमित्त जिउने होइन। परमेश्वर भन्नुहुन्छ, मेरा सन्तान त देखाउनको, देखासेको लागि होइन, म त तँलाई स्ट्रङ र मजबुत बनाउनको लागि चुनेको हुँ।